पद्धतिमा चाहिँ एक अर्कालाई सहयोग गर्ने, अगाडि बढाउनको लागि सकेसम्म भरमग्दो कोसिस गर्ने अनि हरेक व्यक्तिले एज अ इन्डिपेन्डेन्ट डिस्ट्रिब्युटर प्राप्त गर्नुभएको सफलतालाई सबैले आफ्नो सफलता सरह उत्सव मनाउने, यस प्रकारको फरक प्रकारको कल्चर यहाँ विकास भएको छ। हामीले त्यो फरक प्रकारको कल्चर विकास गरेका छौँ र यो कल्चरमा हामी सबै थालिँदै गइरहेका छौँ। सामान्यतया अन्य पेसा व्यवसायमा के हुन्छ भने हामी जागिर गर्छौँ, हरेक दिन गरेको काम त्यो एक दिनको लागि मात्रै हुन्छ क्या। आज सिग्नेचर गर्यो त्यो आजको काम आजलाई मात्रै हो। एउटा पसलमा हामीले काम गर्छौँ, आफ्नो पसल खोलेका छौँ, त्यो पसलमा आज सटर गरेर खोल्यौँ, आजको काम आजको मुनाफा आजलाई मात्रै भयो क्या। तर नेचर हाउसले अंगीकार गरेको डाइरेक्ट सेलिङ पद्धति भनेको हरेक दिन हामीले गरेको काम चाहिँ एड हुँदै जान्छ, त्यसको भ्यालु कहिले सकिँदैन, नेभर लास्टिङ। त्यसैले गर्दा यो व्यवसायलाई 21औं शताब्दीको व्यापार भनिने कारण त्यही हो।